नमस्कार। धर्म संस्कृति फरक व्यक्ति कार्यक्रमको यो अङ्कमा तपाईलाई स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ कार्यक्रम धर्म संस्कृति अनि फरक व्यक्ति। हामीलाई सुन्नको लागि अनलाइन रेडियो इन्द्रावती अनि रेडियो जन्मकुण्डलीबाट एकैसाथ सुन्न सक्नुहुन्छ। हामीलाई सुन्नको लागि हाम्रो अफिसियल वेबसाइट www.radiojanmakundaly.com त्यस्तै गरी www.radioindravati.com लगइन गरेर विश्वको कुनै पनि ठाउँबाट तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। त्यस्तै गरी एन्ड्रोइड मोबाइल युजर साथी हुनुहुन्छ भने हाम्रो पातो नामक एप्लिकेसन, डिजिटल नेपाल नामक एप्लिकेसन र ट्युनिङ रेडियो नामक एप्लिकेसनबाट पनि यहाँहरूले हामीलाई सुन्न सक्नुहुन्छ। हामी 24 घण्टा 7 दिन निरन्तर तपाईँ सँगै छौँ, हामीलाई सुन्दै रहनुहोला। र कार्यक्रम धर्म संस्कृति अनि फरक व्यक्तिमा आज हामीसँग हुनुहुन्छ गायक मोतीराम भण्डारी। कार्यक्रममा उहाँलाई स्वागत छ। स्वागत छ हजुरलाई। धेरै धेरै धन्यवाद। मोतीरामजी, हजुरको विषयमा मलाई जान्नु मन लाग्यो। हजुरको जन्मदेखि गए, हजुरको जन्म कहाँ भयो? मेरो जन्म नवलपरासी जिल्लाको काउसती गाविसमा मेरो जन्म भएको हो। 2050 साल साउन 7 गते म जन्मिएको हुँ। 2050 साल साउन 7 गते? हजुर। साउन महिनामा जन्मिनु, झरीको बेला? हजुर, झरीको बेला। हेर्दाखेरि यति उज्यालो हुनुहुन्छ, रमाइलो हुनुहुन्छ, झरी परेको बेला जन्मिनु भयो। हजुर, झरी परेको। अनि काउसतीमा जन्मिनु भयो, कस्तो रह्यो बाल्यकाल? बाल्यकाल चाहिँ मेरो जस रमाइलो नै भयो र अलिकति म चाहिँ लोकगीत र लोकसङ्गीतबाट चाहिँ प्रभावित भएँ सानैबाट। हजुर। र मेरो घरमा पनि त्यस्तै किसिमको वातावरण। मेरो दाजु हुनुहुन्छ, आदरणीय दाजु गोविन्द भण्डारी, मेरो माइलो दाजु हुनुहुन्छ, उहाँले पनि गाउने। त्यसै गरी मेरो पिताजी हुनुहुन्छ, पिताजी माताजी, त्यसै गरी मेरो अङ्कल हुनुहुन्छ। सबैजना चाहिँ यो धर्मसँग अत्यन्तै नजिक र घरमा चाहिँ भजन कीर्तन चाहिँ लगभग दिनौँ जसो हुन्थ्यो। त्यसले गर्दाखेरि पनि मलाई चाहिँ सानैदेखिबाट एकदमै यो कुराले चाहिँ मलाई प्रेरित गरिराख्यो, यो कुराले मलाई प्रेरणा दिइराख्यो। यसरी नै चल्यो। भनेपछि तपाईँको माइलो दाई गोविन्द भण्डारी? हजुर हजुर। अनि जेठो दाई? जेठो दाई नवराज भण्डारी, उहाँ चाहिँ कम्प्युटर इन्जिनियर हुनुहुन्छ र अहिले लेक्चरर हुनुहुन्छ। उहाँले 2-3वटा कलेजमा चाहिँ अध्यापन गर्नुहुन्छ। भनेपछि तपाईँको 3 दाजुभाइ? हजुर, 3 दाजु। बुवा आमाबाट 3 दाजुभाइ जन्मिनु भयो। दिदीबहिनी? दिदीबहिनी हुनुहुन्न। दिदीबहिनी हुनुहुन्न। 3टा छोरा, बुवा आमा है? हजुर। कति सुखी परिवार। कस्तो रह्यो बाल्यकालको बसाइ होइन? अनि कुनै एउटा हुन्छ, एउटा गीत सङ्गीतको क्षेत्रमा लाग्नु भएको छ, एउटा यो चिजलाई प्रेरणा दिने एउटा बाल्यकालको कुनै एउटा यस्तो स्मरणीय क्षण केही छ गीत सङ्गीतमा? स्मरणीय क्षण चाहिँ छन चाहिँ अब जीवनमा धेरै छन्। लगभग मैले काठमाडौँ नै आएर जब सङ्घर्ष गर्न थालेँ, त्यो स्ट्रगलका दिनहरूमा पनि धेरै छन् त्यस्ता। र बाल्यकालको कुरा गर्नुपर्दा चाहिँ म लगभग 10-11 वर्षको थिएँ होला। त्यति बेला चाहिँ नवलपरासी जिल्लामा त्यस्तो रेडियोको पहुँच भनेर थिएन। र त्यति बेला कालिका एफएम, चितवनको कालिका एफएम भनेको अत्यन्तै लोकप्रिय थियो त्यति बेला। अहिले पनि लोकप्रिय छ त्यो एफएम। र त्यो कार्यक्रम, त्यहाँबाट एउटा कार्यक्रम प्रसारण हुन्थ्यो, भिसिरिज हाम्रो भाका भन्ने कार्यक्रम। त्यहाँ फोनिङ प्रोग्राम थियो, फोन गरेर अनि गीत गाउनु पर्ने थियो र त्यहाँ स्टेसनमा बाजा बजाइन्थ्यो अनि त्यहाँ हामीले चाहिँ फोनबाट गाउनु पर्थ्यो। र त्यो फोनिङ कार्यक्रममा म पहिलोपटक चाहिँ मेरो बुवाको बलले गर्दा, म आफू त डर मान्ने, तर बुवाले चाहिँ ल है गाउनुपर्छ है बाबु भन्ने बहुत प्रेरणा दिनुहुन्थ्यो। र उहाँको प्रेरणाले म चाहिँ त्यो कार्यक्रममा उपस्थित हुन भनेर फोनिङ कार्यक्रममा म गएँ र फोनबाट चाहिँ मैले गीत गाएँ। र गाउँदा बित्तिकै म चाहिँ त्यो दिन भाग्यको कुरा, सम्यको कुरा, म प्रथम भएँ। त्यस पछाडि अनि स्टेसनमा गइयो। त्यो महिनाभरि 4वटा हप्ता त्यो कार्यक्रम, हप्ताभरि हुने कार्यक्रममा, महिनाभरि हुने कार्यक्रममा प्रत्येक हप्ता विजयी भएका गायकहरूको फेरि चाहिँ कम्पिटिसन गराइन्थ्यो र म त्यो कम्पिटिसनमा पनि फर्स्ट भएँ। मलाई त्यस पछाडि चाहिँ साँच्चै नै मैले केही गर्न सक्छु कि भन्ने एउटा चाहिँ लाग्यो मलाई। त्यो चाहिँ एकदमै मेरो प्रेरणाको एउटा चाहिँ टर्निङ पोइन्ट भनिन्छ नि जिन्दगीको, मलाई त्यस्तो लाग्यो। मलाई त्यो चाहिँ अति नै मलाई सम्झना आउँछ अहिले। त्यो एउटा क्षण जिन्दगीको अविस्मरणीय क्षण भयो। हजुर हजुर हजुर। अनि बाल्यकालमा त्यो एउटा भयो। हजुरको पढाइ कहाँ पढ्नुभयो? काउसतीमा कुन स्कुल? काउसतीको ज्ञानोदय माविबाट मैले मेरो एसएलसी त्यहाँ गरेँ र एसएलसी पश्चात म काठमाडौँ आएँ। काठमाडौँ आइसके पछाडि मैले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर CCRC त्यहाँबाट मैले +2 साइन्स पास गरेँ। त्यस पछाडि लगत्तै मैले ब्याचलर्स चाहिँ एपेक्स कलेजबाट अब लगभग सकिने तर्खरमा छ। त्यो
मेरो चाहिँ शैक्षिक यात्रा यसरी तय भयो। हजुर। पढाइको विषयमा तपाईँ साथसाथै एसएलसी गरेर काठमाडौँ आउनुभयो। हजुर। सिसिआरसीमा +2 पढ्नुभयो, ब्याचलर अहिले एपेक्स कलेजबाट गर्दै हुनुहुन्छ हैन? के छ गीत सङ्गीतमा अघि भन्नुभयो एउटा रेडियोमा गाएँ मैले, त्यहाँबाट म फर्स्ट भएँ हैन? हजुर। त्यहाँबाट मलाई प्रेरणा भयो र घर परिवार पनि भक्तिमा लाग्नुभएको, सबैजनाको भजनमा सक्रिय भइरहेको भएर तपाईँलाई त्यो पनि एउटा प्रेरणा मिल्यो भयो। हजुर। विशेष गरेर म लोक भजन नै गाउँछु हजुर भन्ने चाहिँ तपाईँलाई कसरी आयो? यसको अलिकति एउटा बाल्यकालदेखिबाट नै मलाई धार्मिक लोक सङ्गीत, त्यस पछाडि गएर भक्ति सङ्गीतको एउटा छाया परेको थियो। मेरो अङ्कलले चाहिँ गाउने, त्यस पछाडि गएर पिताजीले घरमा बिहान बेलुका पूजाआजा गर्दाखेरि धार्मिक श्लोकहरू उहाँले चाहिँ भनिरहँदा गाइरहँदा मलाई पनि त्यो कता कता गुनगुनाउनु मन लाग्थ्यो र उहाँहरूले चाहिँ भजन कीर्तन गर्दा त्यसै गरी गाउँघरतिरको एउटा अनेक छुट्टै प्रकारको एउटा चाहिँ रमाइलो हुन्छ, जस्तो स्वस्थानी भयो, त्यस पछाडि गएर अन्य धार्मिक मेला महोत्सवहरूमा त्यहाँको लोक भजन, ठेट लोक भजन सुन्दाखेरि बडा मजा आउँथ्यो आफूलाई पनि, र म पनि कहिलेकाहीँ सरिक हुन्थेँ। र त्यहाँ जाँदै त्यसरी एक दुईवटा कार्यक्रममा प्रस्तुत हुने, आफूले पनि प्रस्तुति दिने, त्यस पछाडि गएर घरको पारिवारिक त्यो सहयोग, साथ र सहयोगले गर्दाखेरि पनि म चाहिँ मलाई चाहिँ यो भक्ति सङ्गीतमा लाग्नको लागि अत्यन्तै प्रेरणा मिल्यो। हजुर। हजुर। सबैतिर एउटा सपोर्ट भयो तपाईँलाई हैन? लोक भजन पहिलो एल्बम कहिले निकाल्नुभयो? लोक भजन चाहिँ हामीले पहिला सुरुमा चाहिँ तरेली सङ्गीत कुञ्जबाट लगभग कति सालमा भन्दा 2067 सालमा होला जहाँसम्म लाग्छ, मलाई ठ्याक्कै याद चाहिँ भएन। 2067 सालमा हामीले चाहिँ रेशम सापकोटा आदरणीय कलाकार उहाँको चाहिँ भजन गाइयो र त्यस पछाडि चाहिँ 2068-69 सालमा चाहिँ हामीले आफ्नो कम्पनी तरङ्ग क्रिएसन प्रालीद्वारा चाहिँ हामीले बजारमा भजनहरू प्रस्तुत गऱ्यौँ र सुरुमा चाहिँ त्यही वर्ष नै हामीले भजन भनेपछि पहिलो एल्बम 2067 सालमा रेशम सापकोटाजीको तरेली सङ्गीतबाट आएको भजन तपाईँले गाउनुभयो। हजुर। त्यो भजन थोरै टुक्का? हजुर हुन्छ। त्यो भजनमा चाहिँ त्यो भिसिडीमा 3वटा भजनहरू समावेश थिए र त्यसमध्येको चाहिँ रामायणको भजन चाहिँ मैले अलिकति गाएको थिएँ। म त्यो भजन चाहिँ सुनाउन चाहन्छु। हरे सीताको खोजीमा जानुभयो भगवान, सीताको खोजीमा जानुभयो भगवान, सीताको खोजीमा जानुभयो भगवान, जानुभयो भगवान हो हा, जानुभयो भगवान, जानुभयो भगवान, सीताको खोजीमा जानुभयो भगवान। यस्तो किसिमको चुड्का भजन। हजुर। भनेपछि रामायण भजन थियो? हजुर रामायण भजन थियो। हजुर। ठिकै छ, निकै सुमधुर स्वरमा तपाईँले भजन गाइदिनु भयो, खुसी लाग्यो, धन्यवाद यहाँलाई। के छ पहिलो एल्बम निकाल्नुभयो 67 मा रेशम सापकोटाजीको? हजुर। निकाल्नुभयो हजुरले तरेली सङ्गीत कुञ्जबाट हैन? हजुर हजुर। दोस्रो एल्बम 69 सालमा निकाल्नुभयो तरङ्ग क्रिएसनबाट। हजुर। तरेली सङ्गीत कुञ्जबाट एल्बम गरिरहनु भएको थियो। तरङ्ग क्रिएसन बिचमा कहाँबाट आयो? यस्तो भयो सर, हाम्रो तरङ्ग क्रिएसन प्राली भनेको हाम्रो आफ्नै म्युजिक कम्पनी हो। हजुर। हामीले तरेली सङ्गीत कुञ्जबाट गऱ्यौँ पहिलो एल्बम, त्यहाँबाट गऱ्यौँ। अनि त्यस पछाडि के लाग्यो भन्दा हामी यही गीत सङ्गीतकै क्षेत्रमा रहिरहनुपर्छ, यही गीत सङ्गीतबाट नै अगाडि बढिरहनुपर्छ भने यसका कुना काप्चा हरेक कुराहरू हामी आफूले पनि किन नबुझ्ने त, अथवा अरू कसैले यसरी गर्नुपर्छ अथवा यो तरिकाले गर्नुपर्छ, मेरो कम्पनीको पोलिसी यो छ भनेर यसरी अर्थाइरहँदाखेरि हामी आफै पनि त्यो कम्पनीको कुनै एउटा नयाँ कम्पनीको ओनर भएर हामीले काम गऱ्यौँ भने धेरै एक्सपिरियन्सहरू गेन गर्न सक्छौँ, हामीले धेरै अनुभवहरू गेन गर्न सक्छौँ भन्ने हिसाबले हामीले तरङ्ग क्रिएसन प्राली दर्ता गरियो। मेरो आदरणीय दाजु गोविन्द भण्डारी उहाँले पनि गाउनुहुन्छ, त्यसै गरी बजाउनुहुन्छ। उहाँका स्वरमा करिब 1 दर्जनभन्दा बढी
भक्ति सङ्गीत त्यसै गरी लोकगीत सङ्गीतहरू बजारमा आइसकेका छन् र हामी दुवै दाजुभाइ त्यसै गरी मेरो ठुलो दाइ अत्यन्तै हामी सपोर्टिभ हुनुहुन्छ अनि हामी तिनैजना दाजुभाइ त्यसै गरी घर परिवारको सल्लाह हुँदाखेरि ठिक छ हामीले पनि आफूले केही गर्न सकिन्छ र जे गर्नु छ आफ्नै बाटो गर्नुपर्छ बरु दुःखम सुखम आफूले आफ्नै गरियो भनेदेखि धेरै कुरा सिक्न पाइँदो रहेछ भन्ने हिसाबले हामीले चाहिँ तरङ्ग क्रिएसन प्रणाली दर्ता गरेका हौँ। भनेपछि तरङ्ग क्रिएसन प्रणाली दर्ता कहिले भयो? तरङ्ग क्रिएसन प्रणाली 2068 सालमा दर्ता भयो। 68 सालमा दर्ता भयो। हजुर हजुर। भनेपछि 68, 69, 70, 73 5 वर्षको हाराहारी बित्यो। हजुर हजुर। तरङ्ग क्रिएसन प्रणालीमा चाहिँ दाजुहरू नमराज भण्डारी, गोविन्द भण्डारी, त्यस्तै गरी तपाईँ पनि हुनुहुन्छ, तिनजना हुनुहुन्छ। यसको म्यानेजिङ डाइरेक्टर पनि तपाईँ हुनुहुन्छ होइन त? तरङ्ग क्रिएसनले कतिवटा एल्बम बजारमा ल्यायो? तरङ्ग क्रिएसनबाट बजारमा आएको एल्बमहरू भनेको पहिलो एल्बम चाहिँ हाम्रो घुमाइ रोटी ताईमा भन्ने एउटा लोकगीत जुन दसैँ तिहार विशेष गीत थियो। घुमाइ रोटी ताईमा हजुर एउटा ठेट लोक शब्दलाई राखेर हामीले चाहिँ एउटा गीत बनाएका थियौँ जुन चाहिँ त्यो वर्षमा राम्रो भएको थियो। लोकगीत भयो। हजुर हजुर, लोकदोहोरी गीत हो यो। अनि त्यस पछाडि लगत्तै हामीले चाहिँ भजनका 3वटा एल्बमहरू गऱ्यौँ। हजुर। 3वटा एल्बमहरूमा मेरो स्वरमा त्यो माला के कामको जसमा रामको नाम छैन, जसमा शब्द सङ्गीत आदरणीय सङ्गीतज्ञ हिरालाल कण्डेलज्यूको थियो। म उहाँलाई यहाँबाट नमन गर्न चाहन्छु। अत्यन्तै मिलनसार अत्यन्तै आदरणीय व्यक्तित्व हुनुहुन्छ। त्यसै गरी अर्को भजन थियो उहाँकै स्वरमा एक दिन त जाने हो संसार छोडेर, लोकप्रिय भजन छ। त्यसै गरी सरर र हावा चल्यो वृन्दावनीमा, यो पनि उहाँको भजन थियो र यी भजनहरूलाई हामीले भिजुअलाइज गरेर त्यस पछाडि बजारमा प्रस्तुत गऱ्यौँ। त्यस पछाडि लगत्तै कहिले तीजका गीतहरू भयो, कहिले यस्तै सिजनल आइटमहरू, कहिले भक्ति सङ्गीत, यसै गरी नै हामी अगाडि बढिरहेका छौँ। हजुर। एउटा कुरा मलाई थोरै हजुरलाई सोध्न मन लाग्यो। हजुर। के छ आफूले कम्पनी खोलेर गर्दा र अरूको कम्पनीमा आफूले गीत निकाल्दाखेरिको फरक के छ? फरक धेरै कुरामा छ सर। यो विषयमा चाहिँ कस्तो छ भन्दा अब हामीले आफूले पनि कुनै पनि रचनाहरू कुनै क्रिएसनलाई बाहिर निकाल्नु पर्दाखेरि आर्थिक पाटो चाहिँ जोडिएर आइहाल्छ सँगसँगै। त्यो अवश्य पनि जोडिएर आउँछ र आर्थिक पाटो जोडिराख्दाखेरि के हुन्छ भन्दा कम्पनीको एउटा आफ्नो छुट्टै पोलिसी छ, एउटा छुट्टै नीति नियम हुन्छ उहाँहरूको पनि र त्यो नीति नियममा चल्दाखेरि कता कता हामी अलिकति दबिएको पो हो कि जस्तो भान हुँदो रहेछ। किन भन्दा उहाँहरू अनुसार हामी चल्नुपर्दा र पैसा हामी आफूले लगानी गर्नुपर्दा र कुनै कुनै ठाउँमा हामीले सोचे भन्दा पनि बढी पैसाहरू लगानी गर्नुपर्दा त्यो कुरामा चाहिँ अलिकति कस्तो कस्तो हामीलाई आफूलाई पनि चित्त बुझ्दो रहेछ र आफ्नोबाट गर्दाखेरि हुन त हामीले थोरै पैसा लगानी गरेर आफ्नोबाट चाहिँ चिजमा कम्प्रोमाइज गर्ने भन्ने कुरा होइन। तर हामीले आफूले आफ्नो कम्पनी दर्ता गरेर आफ्नो कार्यक्रम, आफ्नो भजनहरू, आफ्नो चाहिँ गीत सङ्गीतहरू, क्रिएसनहरू बजारमा ल्याउँदाखेरि चाहिँ धेरै सहुलियत भयो हामीलाई, आर्थिक हिसाबले पनि र अरू हिसाबले पनि हामीले धेरै कुरा सिक्न पायौँ। मेन त हामीले सिक्न पायौँ नै भन्छु मैले। अध्ययन गर्न पायौँ। हजुर, अध्ययन गर्न पायौँ। हजुर। एउटा कुरा मलाई थोरै हजुरलाई सोध्न मन लाग्यो। हजुर। के छ एउटा भजन निर्माण हुनको लागि एउटा शब्द मेन कुरा होइन, त्यसपछि लय, त्यसपछि आएर सङ्गीत, त्यसपछि आएर स्वर, त्यसपछि आएर स्टुडियो होइन त? स्टुडियोबाट बल्ल त्यसपछि आएर कम्पनी। एउटा कम्पनीसम्म पुग्नको लागि शब्द, लय, सङ्गीत, स्वर, स्टुडियो, त्यहाँभित्रका बाजा गाजा सबै कुराहरू गर्दाखेरि कम्प्लिटली एउटा एल्बम श्रोता माझ पुग्नको लागि कति जति लागत लाग्छ? अब यो यस्तो छ सर, अब लागतको कुरा भन्दा पनि कस्तो हुन्छ भन्दा अब हामीले कस्तो किसिमको स्टुडियोमा चाहिँ रेकर्ड गर्दैछौँ होइन, स्टुडियोको पनि क्वालिटी हुन्छ। हुन त सबै स्टुडियोको आफ्नो आफ्नो क्वालिटी हुन्छ। अब स्टुडियोमा रेकर्ड गर्दाखेरि त्यहाँ लाग्ने खर्च, हामीले त्यसै गरी हाम्रो भजनमा प्रयोग गरिएका बाजाहरू, कस्ता कस्ता बाजाहरू बजाइएको हुन्छ, बाजा एक्स्ट्रा बाजा थपिएको पो छ कि, त्यसै गरिकन अब गाउन कसलाई लगाइन्छ, हामी आफैले गाइन्छ वा प्रोफेसनल कलाकारलाई लगाइन्छ, त्यो भयो। त्यस पछाडि गएर सबै कुरा भइसके पछाडि स्टुडियोबाट एउटा अडियो निस्किसके पछाडि त्यसलाई भिजुअलाइज गर्ने क्रममा भिजुअल कस्तो किसिमको बनाउने, त्यत्तिकै मानिसहरूलाई जम्मा गरेर ताली बजाएर भजन गाउने खालको बनाउने वा अलिकति अभिनयात्मक रूपमा त्यसको कथा मर्मलाई चाहिँ झल्काउने किसिमको चाहिँ भजन बनाउने कि, त्यो गर्दाखेरि अलिकति राम्रो गुणस्तरको चिज निर्माण गर्नका लागि राम्रै खर्च लागेको हुन्छ। जहाँसम्म लाग्छ हामीले आफूले हाम्रो कम्पनीबाट बजारमा ल्याएका भजनहरूमा चाहिँ त्यो
अलिकति गुणस्तरीय चिजहरूलाई नै प्राथमिकता दिने, गुणस्तरीय चिजहरू नै ल्याउनको लागि चाहिँ प्रयासरत छौँ हामी। कतिपय ठाउँमा हाम्रो पनि भुल भयो होला, तर आगामी दिनमा अझै त्यसलाई सुधार्दै अघि बढ्ने प्रण पनि गरिरहेका छौँ हामीले। हजुर, एउटा मलाई अर्को एउटा पाटो समाउन मन लाग्यो। हजुर, के छ एउटा लोक गायक होइन, एउटा भजन सर्जक, भजन स्रष्टा एउटा गीत निकाल्नुहुन्छ। एउटा कति मेहनत, कति दुःख, कति सङ्घर्ष गरेर उहाँले एउटा गीत कम्प्लिट बनाएर निकाल्नुहुन्छ। कम्पनीमा गयो, कम्पनीका आफ्नै नियम कानुनहरूमा बाधिनु पर्यो। अघिको यो जुन दुःखद सङ्घर्ष तपाईँले बताइसक्नु भएको छ। त्यसपछि आएर गीत बजार व्यवस्थापन हुन्छ, भिडियो आउँछ होइन, युट्युबमा आउँछ। अहिलेको समयमा युट्युब भयो, पहिलाको जमानामा VCD विभिन्न थियो होइन। त्यो गरिसके पछाडि एउटा फुल्ली त्यो प्याकेजमा लगानी भइसकेपछि कलाकारलाई एउटा भोकल दिने एउटा भोकलिस्ट र सिङ्गर अथवा लगानीकर्ता, एउटा एल्बमको लगानीकर्तालाई फिडब्याक के छ त सर यसमा? यसमा फिडब्याक भनेको अब अहिले त तपाईँको चाहिँ अब डिजिटल मार्केट नै हो। एउटा मात्र कलाकारलाई अलिकति सहुलियत हुने भनेको, अलिकति सहयोग हुने भनेको मार्केट भनेको डिजिटल मार्केट हो। युट्युबबाट यदि राम्रो गुणस्तरको र सबैलाई मनपर्ने किसिमको अलिकति चेतनामूलक चिजहरू चाहिँ बजारमा पठाइयो भने त्यही अनुसारले भ्यू हुन्छ, र त्यो भ्यूको पनि फेरि यति नै पैसा आउँछ भन्ने त्यस्तो अहिलेसम्म चाहिँ उचै छैन। त्यसको पनि एउटा नीति नियम छ। अब कहिले कति पाइन्छ, कहिले कति पाइन्छ होइन, त्यसको पनि यति भन्ने एकिन चाहिँ छैन, फिक्स प्राइस। हजुर, त्यस्तो फिक्स प्राइस भनेर छैन। त्यस पछाडि गएर अब कलाकारलाई यदि राम्रो कार्यक्रम, यदि राम्रो एल्बमहरू उहाँको बजारमा आउँछ भने जहाँसम्म लाग्छ मैले लोकगीतको पाटोलाई पनि अलिकति जोड्न चाहेँ यहाँनिर। लोकगीतको पाटो, त्यसै गरी भक्ति सङ्गीतको पाटोमा यदि भजनहरू चर्चित हुने, यदि गीतहरू चर्चित हुने भने उहाँले र आफूमा बलियो भएर आउनु पऱ्यो, केही सिकेर केही जानेर आउने, र अरूभन्दा केही न केही फरक हुन सक्ने हो भने चाहिँ उहाँ चाहिँ स्टेज प्रोग्रामहरूमा मजासँग बिक्न सक्नुहुन्छ। उहाँले स्टेज प्रोग्रामबाट पनि धेरै राम्रो आम्दानी गर्न सक्नुहुन्छ। भनेपछि स्टेज प्रोग्राम पाइयो, स्टेज प्रोग्राम गर्न सक्यो भने चाहिँ कमाइयो। हजुर, होइन त, नत्र पनि गीत सङ्गीतबाट गाह्रै छ। हजुर, गाह्रो छ। विभिन्न हामीले गतिविधि, भजन सङ्गीतका सम्बन्धी कुराकानी, भजन एल्बम अनि भजनका विषयमा कुराकानी जोड्यौँ। हामीले गायक अनि प्रबन्ध निर्देशक, तरङ्ग क्रिएसन प्रणालीका प्रबन्ध निर्देशक, अनि त्यस्तै गरेर गायक मोतीराम भण्डारीजीसँग हामीले कुराकानी जोडिरहेका छौँ। आउने नयाँ भजनहरू तपाईँको के छन्? अब म एउटा कुरा चाहिँ जोड्न चाहेँ यहाँनिर है। तरङ्ग क्रिएसन प्रणालीका प्रबन्ध निर्देशक चाहिँ मेरो ठुलो दाइ हुनुहुन्छ है। म चाहिँ त्यहाँको म्यानेजर मात्रै छु। मैले सरलाई अब भनेपछि हजुर गोविन्द भण्डारी, नवराज भण्डारी हुनुहुन्छ। हजुर, नवराज भण्डारी हुनुहुन्छ। म त्यहाँको म्यानेजर छु, म्यानेजर डिरेक्टर, त्यहाँको प्रबन्ध निर्देशक मेरो ठुलो दाजु हुनुहुन्छ। अनि तपाईँ त्यहाँको म्यानेजर? हजुर, म्यानेजर छु त्यहाँ। त्यो हामी 3जना दाजुभाइको सबैको सहकार्यबाट चलेको छ, र त्यहाँको प्रमुख व्यक्ति भनेको मेरो ठुलो दाइ हुनुहुन्छ। र सरले सोध्नुभएको म प्रश्नतिर जान्छु। अब हाम्रो आगामी आउँदै गरेको भजनहरू भनेको अब यो दसैँ र तिहारको बिचमा म अहिले चाहिँ मेरो मातापिताको बसाइ चाहिँ चितवन जिल्लामा छ। चितवन जिल्लामा हुनुहुन्छ र म चितवन जिल्ला जान्छु, र चितवन जिल्ला गइसके पछाडि त्यहाँ गएर मैले जहाँसम्म लाग्छ चितवन जिल्ला वरपरका र त्यसै गरी हाम्रो देवघाट धाम सबैलाई समेट्ने तरिकाले मैले 3वटा भजनहरूको भिजुअलाइज गर्ने सोच गराइरहेको छु। र 3वटा भजनहरूमा चाहिँ एउटा हाम्रो स्वरमा रहेको भजन छ, अनि त्यस पछाडि 2वटा भजनहरू हाम्रो आदरणीय गुरु हिरालाल कण्डेलज्यूको भजनहरू छ, र ती भजनहरूलाई चाहिँ भिजुअलाइज गर्ने सोच गराइरहेको छु मैले। अबको आगामी सोचाइ भनेको यही छ। भनेपछि दसैँ तिहारको बिचमा लगत्तै 3वटा भजनहरू बजारमा आउनेवाला छन् तरङ्ग क्रिएसन प्रणालीबाट होइन। यी आउने भजन मध्येमा हुन्छ नि, भजन त सबै उत्कृष्टै हुन्छन्, यी 3 मध्येमा पनि एउटा अलि चित्त बुझेको एउटा भजन मलाई अब आदरणीय गुरुजीको भजन, उहाँका भजनहरू सर्वोत्कृष्ट भजनहरू छन्। उहाँको भजनलाई म सधैँ सम्मान गर्छु, र एउटा चाहिँ मेरो आफ्नो स्वरमा, त्यसै गरी मेरो आदरणीय दाजु गोविन्द भण्डारीको स्वरमा रहेको भजन छ। र यो भजन चाहिँ हाम्रो नेपालको बागलुङ जिल्लाको एउटा चर्चित भजन हो। यसलाई निर्गुण भजन भनिन्छ। यो भजनको सार भनेको संसारका हरेक कुराहरू झुट्टा हुन्, हामी चाहिँ यो माया मोह जाल भनेर चाहिँ बसिरहेका हुन्छौँ, र यी कुराहरू चाहिँ सबै चाहिँ झुटा हुन्, सबैभन्दा ठुलो भनेको भगवानको नाम हो भन्ने एउटा सन्देश बोकेको भजन पनि हो यो। र यो भजन म सुनाउन चाहन्छु।
हरि घरबार पनि झुटै हुन्, दरबार पनि झुटै हुन्, घरबार पनि झुटै हुन्, दरबार पनि झुटै हुन्। राम झुटा छैन हरिज्यूको नाम, झुटा छैन हरिज्यूको नाम, प्रभु रामै राम लिउँला तिम्रै नाम। हरि हरि ओ रामै राम लिउँला तिम्रै नाम, आज त लिउँला तिम्रो नाम, बरत लिउँला तिम्रो नाम, प्रभु रामै राम लिउँला तिम्रै नाम। हरि हरि ओ रामै राम लिउँला तिम्रै नाम। हरि रामकै हुम्ला दास निसिदिन जपन, रामकै हुम्ला दास निसिदिन जपन, हे रामकै हुम्ला दास निसिदिन जपन। हरि धन्यवाद। यो सुमधुर भजन हजुरले गाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। के छ 50 सालमा जन्मिनुभयो, 73 साल लाग्यो, 23 वर्ष पुग्नुभयो, विवाह कहिले? अब विवाह यो यस्तो रहेछ, जन्म मृत्यु विवाह आफ्नो बसमा हुँदैन भन्छन्। अब भर्खरै अब लगभग ब्याचलर सक्ने तयारीमा छु। हजुर, मैले आज अन्तिम परीक्षा दिएर आएको छु, एउटा यो स्मरणीय क्षण पनि छ ब्याचलरको। अनि त्यस पछाडि अब पहिला कुरा त आफ्नो खुट्टामा उभिनुपर्छ भनिन्छ होइन, नेपाली ठेर शब्द भन्नुपर्दा। पहिला आफू स्वावलम्बी बन्नु पर्यो, जागिर गर्ने, व्यवसाय गर्ने, के गर्ने, त्यस पछाडि बल्ल जीवनका अरू पाटाहरू खुल्छन्। सङ्गीतमै पनि अझै धेरै गरौँ भन्ने विचार छ। विवाह पश्चात पनि गरिन्छ त्यो कुरा होइन। अझै पनि म आफू आलो काचै छु, बच्चै हुँ म, सङ्गीतको विद्यार्थी। त्यस कारणले गर्दा केही अझै राम्रो आफ्नो चाहिँ प्लेटफर्म बनाइसके पछाडि मात्र त्यतापट्टि जाने सोच गर्नुभएको छ। कार्यक्रमको 1 घन्टाभरि समय अवधिभरि तपाईँको विभिन्न कार्यव्यस्तताका बावजुद पनि हामीलाई अमूल्य समय दिएर यहाँसम्म आउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अन्त्यमा सम्पूर्ण रेडियो जन्मकुण्डली, रेडियो इन्द्रावती सुनेर बस्नुभएका तमाम लाखौँ श्रोता मित्रहरूलाई के भन्न चाहनुहुन्छ? हजुर, सर्वप्रथम त आदरणीय हाम्रो कार्यक्रम प्रस्तुताज्यू हजुरलाई चाहिँ धेरै चाहिँ धन्यवाद दिन चाहन्छु, आदरणीय रामजीलाई। त्यसै गरी हाम्रो अनलाइन रेडियो जन्मकुण्डली, त्यसै गरी इन्द्रावती रेडियो, यो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता महानुभावहरू, पहिला कुरा त मैले सुरुको चोटि नै मलाई आदरणीय राम सरले यो रेडियोको बारेमा जानकारी गराउनु हुँदा नै म धेरै खुसी भएको थिएँ। किन भन्दा म आफू एउटा भक्ति सङ्गीतमा लागेको एउटा विद्यार्थी र भक्ति सङ्गीतलाई माया गर्ने एउटा मान्छे, र भक्ति सङ्गीतका यसरी रेडियो नहुँदा कता मलाई भित्रभित्र खल्लो लागिरहेको अवस्थामा यसले धेरै हदसम्म त्यो परिपूर्तिलाई चाहिँ पुरा गर्नेछ भन्ने चाहिँ मैले विश्वास पनि लिएको छु र अनन्त शुभकामना पनि दिन चाहन्छु। र यो रेडियो सुनेर बसिरहनुभएका आदरणीय श्रोता महानुभावहरूमा म मोतीराम भण्डारीले अब यो रेडियो मार्फत नै हजुरहरूलाई के जानकारी गराउन चाहन्छु भने आगामी दिनहरूमा पनि पहिला जसरी नै भजनहरू, त्यसै गरी लोकसङ्गीतहरू, लोकभजनहरू प्रस्तुत गर्दै जानेछु र यहाँहरूको माया, ममता, आशीर्वाद सधैँ मेरो शिरोपर रहनेछ भन्ने मैले यो विश्वास पनि लिएको छु। र सम्पूर्ण युनिट, त्यसै गरी हाम्रो प्राविधिक कक्षमा रहनुभएका हाम्रो सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण इन्टायर युनिटलाई नै धन्यवाद दिन चाहन्छु। हस् त, धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। कार्यक्रमको लगभग 1 घन्टाको अवधि समाप्त भएको छ। कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। कार्यक्रम धर्म संस्कृति फरक व्यक्तिको यो अङ्कबाट हामीले पनि बिदा माग्ने बेला भएको छ। प्राविधिक मैदानबाट सहयोग गर्नुहुने खिलराज तामाङलाई, त्यस्तै गरेर रविन कार्कीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रमको 1 घन्टा अवधि प्रसारण गरिदिनुभयो रेडियो इन्द्रावती, रेडियो जन्मकुण्डलीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम अवधिभरि बजेका गीत सङ्गीतका सर्जक, स्रष्टा अनि कलाकारलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ।
कार्यक्रमप्रति कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया भए हाम्रो अफिसियल हटलाइन नम्बर 4154017 मा फोन गर्न सक्नुहुन्छ भने 9861112790 मा फोन गर्न सक्नुहुन्छ। र त्यस्तै गरी हाम्रो इमेल एड्रेस subhambroadcast@gmail.com मा पनि तपाईँले हामीलाई इमेल गर्न सक्नुहुन्छ। कार्यक्रमको यो अङ्कबाट बिदा माग्न चाहन्छु। हस्त नमस्ते।